देउतामा चल्ने खाल त सुनभेडा हो। यो चाहिँ सुनबेडा जातको होइन दाजु? सुनभेडा जातको यसको केजीको त कति पर्न जान्छ दाजु अहिले हाम्रो? यसको पठ्याङ्को नै केजीको 1000 रुपियाँ पर्छ। हजुर। बोकाको त तपाईँको 2000 3000 जस्तै पर्न जान्छ। बोकाको चाहिँ धेरै महँगो पर्छ। चाहिँ हामी ब्ल्याक वाटर रिसोर्टमा छौँ र ब्ल्याक वाटर रिसोर्टको आकर्षण मध्ये यो भेडा सुनभेडाको मासु पनि हो। यो चाहिँ सुनभेडाको मासु चाहिँ सालमा एकपटक चाहिँ खानुपर्छ भन्ने खाले चाहिँ बुढापाकाहरूको चाहिँ एउटा कुरा उखान जस्तो पनि छ। चाहिँ वर्षमा एकचोटि चाहिँ भेडाको मासु खाँदा स्वास्थ्यलाई राम्रो हुन्छ भन्ने होइन दाजु? त्यही हो, त्यसैको लागि यो भेडा चाहिँ अति राम्रो भेडाको मासु भन्ने खाले छ। यो चाहिँ ब्ल्याक वाटर रिसोर्टको चाहिँ आकर्षण मध्ये एउटा सुनभेडा पनि हो, सुनभेडाको मासु। ल है साथीहरू, सुनभेडाको मासु चाहिँ मन पराउनु हुने दाजुभाइ दिदीबहिनीहरू काला पानीमा आउनु होला। ब्ल्याक वाटर रिसोर्ट काला पानी भन्दा लिपु लेक लिम्पुयाधुरातिरको काला पानी होइन, यो चाहिँ तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाको काला पानी। आउँदाखेरि चाहिँ बसन्तपुरदेखि 6 किलोमिटर यता आउनु होला। एउटा बोर्ड भेट्नुहुनेछ, बोर्डदेखि 1 किलोमिटर चाहिँ माथि कच्ची आउनु होला। त्यहाँ आइसकेपछि हाम्रो चाहिँ एउटा यो रिसोर्टमा आइपुग्न सकिन्छ। त्यो बोर्ड छ हाम्रो तल बाटोमा, मध्यपहाडी लोकमार्ग पिछैमा छ। अलिक सानो छ है सर? ल सर, सरहरू नि आउनु भएको छ यता। सरहरू चाहिँ काठमाडौँदेखि आउनुभएको रहेछ। सरहरूको गाडी नचढेर तल छोडिराख्नु भएको छ। अलिकति यो बर्खामा अलिकति त्यस्तै छ, तर पनि बाटो ठिकै छ, आउन सक्नुहुन्छ। 4 व्हिलहरू चाहिँ मजाले नै आउँछ। ल त ल, सरहरू काठमाडौँदेखि आउनुभएको थियो, उहाँहरूको गाडी चाहिँ तल छ, हिँडेर आउनुभयो। सरहरूलाई नै आइदिनु भयो, धेरै धेरै धन्यवाद।